म आजदेखिको एपिसोडमा मेरो केही पनि हुँदैन है। फेरि तपाईँलाई प्रायः जसो म भनिराखेको हुन्छु, हुने चाहिँ केही हुँदैन। यसै घरमा गफ गरेको, ब्याडमिन्टन खेलेको, कहिले पसलमा को आउनुहुन्छ, अब म कति दिन 5 दिन 7 दिन 10 दिन लगाएर म एउटा एपिसोड तयार गर्छु अनि युट्युबमा हालिराखेको हुन्छु कि किन हाल्छु भन्दाखेरि पछि गएर हेर्नको लागि यादगार त्यो रमाइलो पलहरू चाहिँ हामीले अब भिडियोमा हेर्न पाइन्छ नि त। अनि फ्रीमा भनौँ न, युट्युबले हाम्रो भिडियोहरू चाहिँ सुरक्षित राखेको हुन्छ, एउटा एक खालको एल्बम भनौँ भविष्यमा। अनि मेरो छोरीले छेउमा राखेर किनभने हामी एउटै कलरको भेषमा, किनभने अब एपिसोड अस्ति बनाइसक्यो, त्यही पनि यो एपिसोडको लागि छोरी आशीर्वाद दिँदै मेरो छोरीको भाग्यवानी हुनु, मेरो छोरीको आशीर्वादले के अब आजदेखि सुरु गरेँ है। यो एपिसोड चाहिँ प्लिज हेरिदिनु होला। तर मलाई बोल्न नआए पनि, मैले दिसे थिच्न नआए पनि तपाईँहरू मायाले मेरो अनुष्का स्टोर ब्लग चाहिँ हेरिदिनु होला होइन। अब आगामी दिनमा तिखारिएर सुध्रिएर सिकेर त कहिले जीवन सकिँदैन, त्यही पनि मेरो ठाउँबाट म चाहिँ कोसिस गर्छु होइन। मेरो ब्लग चाहिँ राम्रो बनियोस्, तपाईँहरूलाई मनपर्ने खालको बनियोस् भन्ने है त। अब सुरु गऱ्यौँ नानी है। अब यहाँभन्दा पछाडि चाहिँ अब के भिडियो बनिन्छ त्यो चाहिँ माइन्ड नगर्नु होला। अब जे दृश्य आउँछ त्यति हेर्दै जानु होला है त। शरीरले साथ दियो, मजाले खेलियो है, 4 गेम 5 गेम खेल्यो। अनि त्यहाँभन्दा पछि यो कोट पनि प्याक भयो, यो कोट पनि प्याक भयो। अनि प्याक भएपछि हाम्रो पनि टाइम भयो, ठ्याक्क 6:30 बज्यो होइन, लगभग 7 बज्न आँट्यो। कति 6:30 भएछ। अनि सबैजना खेलियो नि मजाले। अब शरीरले साथ दिइराख्यो भने फेरि पनि आउँदै खेल्दै खेल्दै जाने मनसाय पनि छ, मन पनि छ, इच्छा पनि छ, सङ्गत पनि छ राम्रो आदरणीय दाजुहरू र दाजुहरू सबैजना है। आजको दिन तपाईँहरूको शुभ बितोस्, मेरो पनि बितोस्। बाई। मलाई आज यो गेम खेलेर टक्क फर्केर आइसकेपछि नि मेरो मम्मीको एकदम याद आयो क्या। मम्मीको किन याद आयो भने नि मजाले अहिले मम्मी त मेरो हुनुहुन्न है, मम्मी खस्नुभएको मम्मी माथि जानुभएको लगभग 4 वर्ष भयो। तर मम्मीलाई म बिहान जहिले पनि ब्याडमिन्टन खेलेर बिहान यो ब्याग बोकेर म यो तरिकाले सर घर आउँदाखेरि अनि मम्मी मलाई परदेखि के यस्तो मजाले मुस्कान सहित यति मजाले हाँसेर क्या, यस्तो मजाले हाँसेर हेर्नुहुन्थ्यो कि। अनि मलाई त्यो मम्मीको त्यो हाँसेर हेरेको दिनहरू मलाई यस्तो सम्झना छ। अनि मलाई त्यो याद आयो कि। अनि मम्मी कता अनि गेम सेम खेलेर फर्केर आउँदाखेरि अनि मम्मीले यसो हेरेर मुसुक्क हाँसिराख्नु भएको जस्तो लाग्छ क्या मलाई। र सम्झनाको पलहरू भनौँ न, त्यो सम्झनाको पलमा यस्तो कुराहरू याद आउँदो रहेछ समयमा। अनि आफैलाई पनि एउटा खुसी हुँदो रहेछ क्या ती दिन सम्झेर होइन। अहिले चाहिँ त्यो खालको महसुस चाहिँ मैले मेरो फ्यामिलीबाट पाउँछु कि। मेरो वाइफबाट ऊ पनि सेम त्यही तरिकाले मलाई पर्खेर स्माइलसहित बसिराखेको हुन्छ घरमा। अनि कता मलाई केही अंश चाहिँ गार्जेनसिपको भूमिका चाहिँ मेरो श्रीमतीले पनि गर्छ कि, त्यो नजरले हेर्छ कि जस्तो पनि लाग्छ कि मलाई। खुसी भएर है फेरि यसको अर्थ गार्जेन भन्नाले फेरि अब हुन्छ नि त मान्छेलाई गार्जेनसिपै निभाउने र एउटा गार्जेनको नजर जस्तो तरिकाले हेर्नु भनेको फरक कुरो हो नि त होइन है त। कुरा चाहिँ यस्तै त हो। मर्निङ टाइम बिहिबार प्रायः पसल यसो बन्द पनि छ, बिहान भएर पनि होला, तर आज त बिहिबारको दिन बन्द पनि हो, सुनसान छ बजार पनि है त। संसारमा सबभन्दा खुसीको क्षण कहिले हुन्छ थाहा छ? जहिलेदेखिको तपाईँ आफैलाई नि खुसी राख्न सक्नुहुन्छ नि, आफैलाई मोटिभेसन दिन सक्नुहुन्छ नि, तपाईँ आफ्नो मनको आफू धनी हो कि। र तपाईँको खुसीको धनी तपाईँ आफै हो कि। तपाईँ आफैलाई नि हरदम खुसी राख्ने गर्नुहोस् कि। तपाईँ आफैले एक्सेप्ट गर्नुहोस् के। कालो गोरो चाहे सेतै फुलेको होस् कि, कपाले नभएको होस् कि है, दाग लागेको होस् कि, कालै गिजा देखिने होस् कि, दाँतै नभएको होस् कि, जस्तो पाउनु भएको छ नि संसारमा माथिबाट दिएको रूप, आफ्नो रूप रङ्ग आफूलाई जस्तो पाउनु भएको छ नि त्यसैमा ह्याप्पी हुनुहोस् कि, खुसी हुनुहोस्। चाहे जेसुकै होस्, आफैलाई खुसी राख्ने कोसिस गर्नुहोस्। त्यहाँभन्दा कसम भनेको नि यतिखेर भइरहेछ, त्यहाँभन्दा संसारमा खुसी केही पनि छैन। ल मैले जानेर भोगेको यो कुरो हो क्या। जहिलेदेखिको मैले आफैलाई खुसी राख्ने सुरु गरेँ नि, त्यहाँदेखिको म ह्याप्पिनेस आएको हो कि, त्यहाँदेखि म यति खुसी भएको हो कि। मलाई कोही पनि चाहिँदैन, म आफैलाई खुसी राख्ने हो बस। बाई। आज किनकि खुसी डे हो। उहाँ हुनुहुन्छ अनुष्का स्टोरको साउनी है। सधैँ म प्रायः उहाँले काम गरेको भिडियोहरू बनाउन खोज्छु होइन। तर उहाँको एउटा एन्सर हुन्छ, उहाँको एउटा क्वेसन हुन्छ क्या,
यस्तो ड्रेसमा पनि भिडियो बनाउनु हुन्छ भनेर ड्रेस चाहिँ के हुन्छ भन्दाखेरि म्याक्सी। तर आज चाहिँ मैले उहाँले कुर्ता सुरुवाल लाउनु भएको थियो अनि तपाईँहरूलाई थाहा छ आज एकदम उहाँ एकदम खुसी हुनुहुन्छ। किन खुसी हुनुहुन्छ भन्दाखेरि हेलो अनुष्का स्टोरको साउनी किन खुसी हुनुहुन्छ भने उहाँको घरमा आज उहाँको मन मस्तिष्कमा बस्नुभएको उहाँको एकदम है विशेष मान्छे जीवनमा उहाँको ड्याडी आउनुभएको छ अनि त्यही कारण आज यति खुसी छन् है मुस्कान हेर्नुपर्छ। ओहो ल्यादा है त यो मेहनत देखेर मेहनत हुन्छ नि मान्छेको मेहनत। ओहो मेरो घरको साउनी है अनुष्का स्टोरको साउनी काम गर्ने व्यावसायिक सहयोगीहरू पसलमा 5-7 जना राखेको छ अनि घरमा चाहिँ जहिले पनि म भन्छु क्या काम गर्ने मान्छे राख्नु उसलाई अब काम गर्ने मान्छे राखेर अर्काले पकाएको मनै नपर्ने अनि मेहनतको कुरा हेर्नु। यो त बर्नाको दृश्य मात्रै हो। बर्नामा यस्तो हरियाली बनाएर है चटक्क बनाएर जहिले भिडियो बनाउनु भयो चाहिँ बिर्सिन्छु क्या अनि आज चाहिँ मैले सम्झेर भिडियो बनाएँ ल सोलिड बनाएर ल यसै नगरपालिकाको दृश्य पनि देखाएँ ल। यो इटरी उपमहानगरपालिकाको भवन पनि अस्ति जेनजी आन्दोलनमा पुरै खरानी भएको अवस्था थियो छ अब रहिरहेको छ भन्न मिल्दैन कहिलेसम्म चाहिँ रहने हो। प्रायः म यात्रा गर्दाखेरि म एकजना साथी लिएर हिँड्छु कि अनि सामूहिक सञ्जालमा एकदम छाउने अब आउँदो एकदम हिट हुने अनि स्माइलिङ लुक्स भएको 5 फिट 9 इन्च लगभग अब 6 फिटै मान्छे होला है। अनि साइनोमा मेरो भाइ अनि यो व्यवसाय अनुष्का स्टोरको म्यानेजरजी प्रेम प्रसाद निरौला। अनि तपाईँहरूलाई मैले किन स्पेसली यहाँ देखाइरहेको छु भने नि प्राय उसको ब्लग उसको टिकटक आइरहेको हुन्छ। भाइ टिकटकको नाम के अरे प्रेम निरौला होइन _ प्रेम निरौला भन्ने छ टिकटक प्लिज हेरिदिनु होला है। र ब्लग पनि अब आउँदैछ अब कमिङ सुन भनौँ न युट्युबमा उसको प्रोग्राम। अब के अरे भाइ ब्लगको नाम चाहिँ हेलो गाइज अनि त्यो हेलो गाइज मा चाहिँ आफ्नै भोइस आफ्नै अभिनय आफ्नै कराइ अनि आफ्नै एउटा प्रस्तुति दिने मान्छे चाहिँ हाम्रो प्रेमजी हो होइन मजाले हेर्नु होला। अनि मैले किन चाहिँ स्पेसली आज मैले उसको चाहिँ भिडियो बनाएँ भने नि प्रायः पसलमा बसेर नि फसिदिलो टाइममा होइन गफसप गर्नलाई मिठासको कुराहरू गर्नलाई अनि केही तिता मिठा आफ्नो अनुभवहरू सुनाउनलाई मेरो साथी बसिरहेको हुन्छ। अनि त्यही कारण साथीलाई पनि प्रस्तुतिमा अबदेखिको आगामी दिनहरूमा आगामी एपिसोडमा चाहिँ मैले भिडियो बनाउँदाखेरि चाहिँ मैले उसैलाई मेन पोइन्टमा राखेर म भिडियो बनाउँदैछु। किन भन्दाखेरि फोकस मभन्दा पनि बढी मेरो भाइलाई आवश्यकता छ होइन। म फोकस चाहिँ स्पेसली प्रेम प्रसाद निरौलालाई केन्द्रबिन्दुमा राखेर आगामी दिनहरूमा जसरी एउटा मान्छेलाई चाहिँ मेन टार्गेटमा राखेर एउटा कुनै पनि भिडियोहरू बनाइन्छ नि मेन टार्गेट चाहिँ अब चाहिँ मैले निदो गरिसकेँ। प्रेम प्रसाद निरौलाजीलाई चाहिँ टार्गेटमा राखेर म आगामी दिनमा भिडियो बनाउँदैछु है। जीवन कस्तो चल्दैछ? जीवन एकदम राम्रो चलिरहेको छ हो। अनि म यहाँ फेरि यहाँ बोल्दाखेरि तपाईँ भन्नुपर्छ तर म त भनेपछि मलाई सोध्नै आउँदैन मै लगला काम छु फेरि। म चाहिँ यहाँ यो सोध्ने मान्छे चाहिँ म उसको दाइ हो त्यही कारण म त नै भनेर बोलाउँछु ल सम्बोधन गर्छु है। अनि तेरो जीवनमा नि कति असौदिलो शब्द भयो कि तेरो जीवनमा भन्दा तर म त मायाले अब त भन्ने हो होइन। तेरो जीवनमा तैँले दुर्व्यसनी छोडेको भाइ कति महिना भयो अरे ठ्याक्कै नडाँटी भन्दा? मैले दुर्व्यसनी छोडेको अहिले भनौँ न 7 महिना प्रवेश गरेर 8 महिना लाग्दैछ। अनि दुर्व्यसनी रही जीवन अहिले बाँच्दाखेरि नि तँलाई कस्तो लागिरहेछ? दुर्व्यसनी जीवन बाँच्दा अहिले एकदम मलाई दुर्व्यसनी बेकार हुन्छ कहाँ दुर्व्यसनी समेत हुन्छ यो फेरि दुर्व्यसनी रहित हुन्छ होइन। दुर्व्यसनी रहित जीवन एकदम मलाई राम्रो लागिरहेको छ होइन भाइ। अब एउटा तँलाई म बोल्दा बोल्दा एउटा कुरो भन्छु कि त यो यार क्यामेरा अगाडि देख्ने बित्तिकै त काम नपर्ने कारण चाहिँ के छ के तँलाई हो अनि अलि दिनु पर्यो नि यार प्रस्तुति भनेको। हेर यत्रो यो अनुष्का स्टोरको यो दोकान यो यत्रो यो है लगभग 25 करोडको दोकानमा म्यानेजरको पोस्टमा बसेको मान्छे हो उहाँ
अब सबैको लागि चाहिँ उहाँ मेरो लागि चाहिँ ओइ भाइ हो फेरि होइन। मैले केही काम नि पर्ने आवश्यकै छैन नि, अब दुर्वसन नि गरिँदैन पनि खाइँदैन पनि। ओके ल यसलाई छोडौँ। अनि व्यापारमा अनि कतिको प्रगति हुँदैछ अहिले? व्यापार कतिको हुँदैछ हौ? व्यापार हुँदैछ नि दाजु, किन हुनु, व्यापार खै भइहाल्छ। मान्छे नै देख्दिनँ त म यार। व्यापार भइरहेको छ, मान्छे आउने जाने कार्यक्रम भइरहेको छ। ल प्रस्तुति राम्रो छ है। ल आगामी दिनमा पनि अब उहाँको प्रस्तुतिलाई सबैजनाले निहालेर हेरिदिनु पर्यो। मेन केन्द्रबिन्दुको मेन पोइन्ट मान्छे भनेको चाहिँ उहाँ है, मैले जिम्मा लाएँ है त। मान्छेको अनुहार यो दुईवटा कान भएकै हुन्छ, मान्छेको दुईवटा आँखा भएकै हुन्छ होइन। थुतु नै यही हो। कपाल कसैको तक्लु हुन्छ, कसैको लामो बाक्लो हुन्छ, कसैको छोटो हुन्छ है होइन। अब स्वरूप यही हो। रूप त अब रूप र स्वरूप भनेको प्रायः एउटै कुरो हो होइन। थुतु यही हो, बोली यही हो। कसैको खोर्सानी खाएको जस्तो हुन्छ, कसैको सखर खाए जस्तो हुन्छ, कसैको नुनै नखाए जस्तो हुन्छ होइन। अनि यो क्यामेराको अगाडि पुगेपछि मान्छेलाई फोकस चाहिँ के कुराले अड्काउँछ होइन, केले कुरा अड्काउँछ नर्भस भए जस्तो, मान्छे लगलग पसिना आए जस्तो होइन, ज्वरो आए जस्तो, पुरै 103 ज्वरो आए जतिको मान्छेलाई चाहिँ प्रस्तुति दिनलाई खालि कामे जस्तो हुन्छ। अनि मैले तपाईँहरूलाई चाहिँ किन यो भन्दैछु भने नि, तपाईँहरू पनि यही बिरामीको शिकार हुनुभएको छ भने प्लिज शिकार नहुनु होला। क्यामेरा देख्ने बित्तिकै उहाँ अनुष्का स्टोरको साउनी जस्तो प्रस्तुति दिनु होला। हेर्नुहोस् उहाँको थोपडा हेर्नुहोस्, क्या स्माइलिङ चिलमा छ। उहाँले अहिले भर्खर बोल्न पऱ्यो भने क्यामेरा अगाडि होइन नि, फेरि क्यामेरा बाहेक हो भने त उहाँको त टाटा पड्किन्छ, मकैको फुल पड्के जस्तै। यहाँ क्यामेरा अगाडि चाहिँ पड्किँदैन फेरि। प्रेम सर कस्तो लाग्यो? अब यति भिडियो बनाउँदाखेरि न रिल सकिने हो है, न सम्पत्ति जाने हो। यो अहिले बनाएको भिडियो पछि भविष्यसम्म काम लाग्छ। अर्कालाई पड्किन्छ भनेर अर्कालाई बेइज्जत गरेर क्यामेरामा देखाएर ल हेर्नुहोस् बेइज्जत भयो अरे। ल बेइज्जत हुँदैन त, पड्किएर दफा 172 को उपदफा 3 मा काहीँ लेखिएको छ भने मलाई पनि भन्नु होला। प्रस्तुति दिँदाखेरि प्रस्तुति दिन नसक्ने एकजना हुनार शाहरुख खान जस्तो अनुहार परेको, राज समाल जस्तो कपाल भएको यो निको सुको साउजी प्रस्तुति चाहिँ दिनलाई के भयो हुन्छ। अहिले भर्खर क्यामेरा अगाडि आयो, बिचरा रातो पिरो भइसक्यो। ए भान्जा तिमी रातो पिरो चाहिँ क्यामेरा देख्नु चाहिँ किन हुन्छ बाबा? पुरा फुल्ल हो न यार अलिकति। यो मैले म्याक्सिमम् मान्छेले हेरिरहेको छु कि प्रायः जसो। म क्यामेरा यसो निकाल्छु नि, त्यो ललाक लुलुक यसो पुरै सासै अड्के जतिको है, त्यो राम्रो फेस हुन्छ त्यो क्यामेरा हुनुभन्दा अगाडि, देखाउनुभन्दा अगाडि। अनि क्यामेरा देखाइसकेपछि फेस पनि त्यही कारण भान्जा हेर। मोटिभेसनको लागि भनेको इङ्ग्लिसमा मोटिभेसन भन्छ होइन। मोटिभेसन हरेक मान्छेलाई म यो मोबाइल देखाएर नि, अब हरेक मान्छे त होइन मैले चिनेको, मैले माया गर्ने मेरो आफन्त नाता भन्छ नि त। अब अरू थोक त के भन्ने होइन। एकछिन अगाडि अब अनुष्का स्टोरको साउन्डले देखाएँ, अहिले भएर त्यो निक्को सुको साउजीलाई देखाएँ। निक्को सुट कमालको सुट इटरी चोकमा बवाल व्यापार गर्छन्, आफ्नो फ्याक्ट्रीको माल मात्रै बेच्छ। ब्रान्ड भनेको ब्रान्ड हो, यो ब्रान्ड है फेरि निक्को भनेको ब्रान्ड हो नि। फेरि ऱ्याक खाली देखेर नतासिनु होला होइन भन्छ। सामान आउने बित्तिकै सकिहाल्छ, दोकान फेरि चल्ने हो नि, फेरि चलेर सकिएको नि, फेरि नचल्दा खाली भएको होइन नि फेरि है। यो अहिले मैले पछाडिपट्टि दृश्य देखाइरहेको छु नि, यो जिम, यो कोठा, यो चाहिँ मेरो कोठा है। आज मैले मेरो कोठा किन देखाएँ भने नि, प्रायः फुर्सदिलो टाइममा नि म यही रुममा आएर, यही कोठामा आएर हल्का एक्सर्साइज गरेर यस्तो पनि गर्छु। फेरि तपाईँहरू कतिजनाले भन्नुहुन्छ कि यत्रो जिमको सामान छ, सिक्स प्याक छैन त भनेर। सिक्स प्याक बनाउनलाई यो जिम राखेको पनि होइन क्या। यो कहिले काहीँ यसो भिडियो सिडियो बनाउन रमाइलो गर्न मेरो यहाँ क्यामेरा तयार हुँदैछ। अहिले म क्यामेरासँग बोल्छु एक्लै होइन। अहिले चाहिँ म तपाईँहरूसँग बोलिरहेको छु। यो पछाडिपट्टि हेर्नुहोस् सही सजाउ चट्टा। मैले यो किन देखाएँ भन्दाखेरि नि, मान्छे जीवनमा नि रमाउनलाई नि धेरै मान्छेहरू रमाउनलाई अनेक उपाय गर्नुहुन्छ कि। तर म यस्तो मान्छे हुँ, म सिङ्गल एक्लै रमाइरहेको हुन्छु। अहिले म रुममा पनि एक्लै छु, प्रायः म एक्लै नै हुन्छु। मेरो क्यामेरा हुन्छ अनि म हुन्छु, अनि दिनभरि म गफ क्यामेरासँग गरिराखेको हुन्छु। यो चाहिँ क्यामेरा थ्रोबाट तपाईँहरू माझ पनि पुग्छ होइन। अनि एकदम रमाइलो लाग्छ कि मलाई। प्रायः यसो
एकान्त प्रेमी पनि छु म, एकदम मलाई मन पनि पर्छ। हुन चाहिँ म एकदम बोलाइलो मान्छे पनि हो। यसको अर्थ यो होइन कि म फेरि तपाईँहरूमाझ घुलमिल हुन्न, त्यो पनि भन्न खोजेँ होइन। अनि एकान्त प्रेमी पनि हो। टक्क रुममा बस्यो है, अनि मजाले चिलमा आनन्द, यस्तो गर्न मन लाग्यो उस्तो गर्न मन लाग्यो, भिडियो है फेरि मजा भिडियो बनायो, तपाईँहरूमाझ पुर्यायो। अनि तपाईँहरू पनि खुसी भएर हेरिदिनुहुन्छ, म झन् मलाई प्रोत्साहन हुन्छ, झन् मलाई खुसी लाग्छ। अनि आज चाहिँ मैले आज हाम्रो बिहिबार हो नि त, बिहिबार फुर्सदिलो हो, हाम्रो पसल बन्द हुन्छ। इटेरी सुनसरी हो नि त मेरो घर, सङ्गीत चोकदेखि पूर्व अनुष्का स्टोर नगरपालिका ठ्याक्क पछाडिपट्टि छ है। त्यहाँ चाहिँ टक्क आज चाहिँ बिहिबार दिन बन्द भएकोले गर्दाखेरि अनि भिडियो बनाउने मौका पाइयो। चट्ट यहाँ रुममा बसेर आज यही खुसियालीमा एउटा भिडियो पनि बनाइदिइहालौँ न भन्ने पनि आयो होइन। तपाईँहरूलाई मैले सोध्नुलाई भन्छु, प्रायः मेरो भिडियो राखेँ तपाईँलाई त्यति मनपर्छ जस्तो मलाई लागेन, किनभने तपाईँहरूको कमेन्ट लाइक केही पनि आउँदैन कि प्रायः जसो। सायद होला अब त्यति तपाईँलाई मैले इन्टरटेनमेन्ट दिन सकेको छुइनँ होला। आगामी दिनहरूमा इन्टरटेनमेन्ट दिने कोसिस गर्ने नै छु होइन। यो फुर्सदिलो टाइममा मेरो यहाँ भिडियो मिक्सिङ हुँदैछ कि मुनिबाट, अनि यही फुर्सदिलो टाइममा भिडियो पनि बनाइहालेँ है। अब बाँकी रहेको कुरा फेरि गर्दै गर्नुला, तपाईँ हाम्रो भेट भइ नै हाल्छ, युट्युबमा पनि, इन्स्टाग्राममा पनि है, टिकटकमा पनि र फेसबुकमा पनि। यो चारवटा सामाजिक सञ्जालमा प्रायः जस्तो तपाईँ हाम्रो भेट भइरहेको छ होइन। म चाहिँ उटपटाङ कुराहरू त्यति गर्न मन लाग्दैन, किन भन्दाखेरि म अलिक भित्री सिरियस मान्छे पनि छु र क्लियर पनि छु कि जे पाए त्यही बोलेर तपाईँहरूमा चिनिनुभन्दा बरु मेरो आफ्नै तरिकाको जुन मेरो आफ्नै शैली छ, प्रायः तपाईँहरू हेर्नेलाई थाहा पनि छ मेरो स्वभाव, मेरो ह्याबिटहरू होइन। अनि म प्रायः भिडियोहरू पनि त्यस्तै सबैजना फ्यामिलियर भिडियोहरू, सबैजना ह्याप्पिनेस खुसी आओस् भन्ने खालको भिडियोहरू प्रायः बनाइराखेको हुन्छु है त। ल अब यो एपिसोडमा चाहिँ तपाईँलाई मैले ब्याडमिन्टन हल देखाएँ है, त्यहाँभन्दा पछाडि पसलको मेरो पसल व्यवस्थापन, मेरो तरिका, पसलमा व्यापार गर्ने तरिका देखाएँ होइन। अनि त्यहाँभन्दा पछाडि आएर मैले आफ्नो जिम एक्सर्साइज गर्ने अथवा मेरो रुम होइन मैले सुटिङ गर्ने एउटा तरिका देखाएँ। भर्दा पनि हुन्छ छेउमा, मेरो छिमेकी हुनुहुन्छ उहाँ होइन। कहिले आउनु तपाईँ? ए ल, उहाँ प्रायः यहाँ बस्नुहुन्न, भोजपुर बस्नुहुन्छ नि त। अनि उहाँ पनि ल, तपाईँलाई पनि स्वागत छ मेरो ब्लगमा है। ल है त दाइ। अनि मैले यहाँ माथि चाहिँ किन खासै भिडियो बनाउन खोजिरहेको थिएँ भने नि, हाम्रो यता छिमेकी हुनुहुन्छ, उहाँ यताको छिमेकी पर्नु दाहिनेपट्टिको, देब्रेपट्टिको छिमेकी हुनुहुन्छ आन्टी दिलकुमारी गुरुङ हो, मेरो आन्टी हुनुहुन्छ, नाम चाहिँ लिन नहुने हो होइन, मेरो आमा हो। तर आमा भए पनि सबैकोमा चिनाउनलाई उहाँको मेहनतलाई मैले चाहिँ अहिले भिडियोमा क्याप्चर गर्न खोज्छु कि। अनि त्यो क्याप्चर चाहिँ मैले गर्न नपाएकोले आज चाहिँ सम्झेँ कि ठ्याक्क अब यो एपिसोड पनि बन्द गरिदिन्छु। बन्द भन्नाले यो एपिसोड चाहिँ फेरि आजलाई क्लोज, त्यति बोल्न पनि आउँदैन। यो एपिसोडलाई चाहिँ अब यो अन्तिम भनौँ न, होला त्यो अन्तिममा चाहिँ हाल्ने बेलामा यो आन्टीले मेहनत गरेर यो फुलहरू कस्तो मजाले सजाउनु भएछ क्या आन्टीले। यो माथि खासै आउन भ्याइँदैन, तर आन्टीले मजाले यहाँ फुलहरू, यो ड्रागन फ्रुट पनि खाइन्छ कहिलेकाहीँ चाहिँ म भक्कु खाने नै म यो फुलले लाउनु भएछ है। कति मिहिनेत गर्नुभएछ। अनि मैले प्रायः जसो यो भिडियो बनाएर राखिराखौँ भनेर सोचिरहेको थिएँ। आन्टी अहिले ठ्याक्क हुनुभएको त आन्टीको पनि एउटा भिडियो बनाउनु हुन्थ्यो, आन्टी अब तल हुनुहुन्छ होला। कति मिहिनेत गर्नुभएछ, कति राम्रो बनाउनु भएछ क्या आन्टीले। अनि माथिबाट बसेर ल यतै उपमहानगरपालिका टक्क पछाडिपट्टि पनि है। ल यस्तो छ, मजाको छ नि पछाडिपट्टि होइन। यो अस्ति भर्खर जेएनजी आन्दोलनमा तोडफोड आगजनी हुँदाखेरि यो नगरपालिकाको विवत्स भएको भवन, नगरपालिका भवन सबै अब बनाउनु त अब कहिले हो बनाउने, पछाडिपट्टि अहिले सरकारी काम छ, उहाँ परबाट हुन्छ त्यो भवनबाट, ठुलो भवन छ नि त्यो, हो त्योबाट हुन्छ है। अब यो एपिसोडबाट चाहिँ बिट पारेँ, आगामी फेरि एपिसोड ल्याउने चाहिँ केही ठुलो कुरो होइन, नयाँ कुरो होइन, यस्तै कुरो ल्याउने हो। तर जसले हेर्नुभएको छ नि आनन्दले घरमा बसेर मस्ती गरेर हेरिदिनु होला। बाई, आज दिन तपाईँहरूको शुभ बितोस् र सधैँ बितिरहोस्।